नेपाल क्रिकेट टिम हाल निकै राइज स्टेजमा रहेको छ। अहिले निकै उत्कृष्ट खेलहरू पनि प्रदर्शन गरिरहेको छ। T20 वर्ल्ड कप 2026 को लागि पनि नेपालले क्वालिफाई गरिसकेको छ। यसरी नेपाल क्रिकेट टिम अहिले निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। हालै सम्पन्न आईसीसी T20 वर्ल्ड कप 2026 एसिया एन्ड इस्ट एसिया पेसिफिक रिजन क्वालिफायर अन्तर्गतका खेलहरूमा नेपालले सम्पूर्ण खेलहरू जितेर एकदम च्याम्पियनको रूपमा अहिले 2026 को T20 वर्ल्ड कपमा आफ्नो जग्गा बनाइसकेको छ। यससँगै नेपाल क्रिकेट टिमका अब योभन्दा पनि महत्त्वपूर्ण खेलहरू रहने भएका छन्। हजुर, 2027 ओडिआई क्रिकेट वर्ल्ड कपको लागि नेपालले अहिले लिग 2 का खेलहरू खेल्दैछ। अब केवल एक हप्ता पनि लिग 2 का खेलहरू खेल्नको लागि यस समयमा नेपाल क्रिकेट टिमले ओमनबाटै युए प्रस्थान गरिसकेको छ र लिग 2 का खेलहरू चाहिँ अब अक्टोबर 26 बाट सुरु हुनेछ। आज 18 अक्टोबर हो। अब एक हप्ता पश्चात चाहिँ खेलहरू सुरु भइहाल्छ। यसरी नेपाल क्रिकेट टिमका खेलहरू कहिले छन् भन्ने बारेमा चाहिँ हामी कुरा गर्नुपर्छ र अहिलेसम्म खेलेका खेलहरूमा नेपाल क्रिकेट टिमले अहिलेसम्म 16 वटा खेलहरू खेलिसकेको छ लिग 2 अन्तर्गतका, जसमध्ये केवल 5 वटा खेल मात्रै जितेको छ भने पोइन्ट टेबलको दोस्रो लास्ट स्टेजमा चाहिँ रहेको छ नेपाल, जसले चाहिँ 12 पोइन्ट सहित 7 नम्बरमा रहेको छ। 8 वटा टोलीमध्ये युए चाहिँ लास्टमा छ 6 पोइन्ट सहित। त्यस्तै सुरुमा स्कटल्यान्ड छ जसले 24 खेल खेलेसँगै 30 पोइन्ट सहित 1 नम्बरमा रहेको छ स्कटल्यान्ड। त्यस्तै युएसए छ 20 खेलसँगै 28 पोइन्ट प्राप्त गरेर दोस्रो स्थानमा र नेदरल्यान्ड छ 24 खेल खेलेसँगै 28 पोइन्ट सहित तेस्रो स्थानमा। त्यस्तै ओमन 20 खेलसँगै 24 पोइन्ट प्राप्त गरेर 4 नम्बरमा र क्यानाडा 24 खेल खेलेसँगै 21 पोइन्ट प्राप्त गरेर 5 नम्बरमा रहेको छ भने नामिबिया पनि 24 खेले पश्चात चाहिँ 19 पोइन्ट सहित 6 नम्बरमा रहेको छ र नेपालले र युएले अहिलेसम्म सबैभन्दा कम खेलेका छन्, 16 खेल खेलेका छन् र अब नेपालले लगातार खेलहरू जित्न सफल रह्यो भने हामीले T20 वर्ल्ड कप जसरी हामी ओडिआई वर्ल्ड कप 2027 मा एकदम मजाले प्रस्थान गर्न सक्नेछौँ। तर एकदम कठिन रहेको छ किनभने अगाडिका धेरै खेलहरू नेपालले हारिसकेको छ। तर अब एकदम कठिनाइका साथ भए पनि नेपालले अब सम्पूर्ण खेलमा चाहिँ जित निकाल्नुपर्नेछ। यसकै सेड्युलको कुरा गर्नुपर्दा अब लगतै नेपाल क्रिकेट टिमले अब 26 अक्टोबरबाट खेल्नेछ अमेरिका र युएई र नेपाल बीचको खेल हुनेछ। त्रिदेशीय खेलहरू चाहिँ हुनेछन्। नेपालका खेलहरू मात्रै कुरा गर्नुपर्दा चाहिँ नेपालको खेल रहनेछ 26 अक्टोबरमा चाहिँ 11:15 बिहानपख अमेरिका विरुद्ध। त्यस्तै अक्टोबर 30 मा 11:15 चाहिँ युएई विरुद्ध। त्यस्तै अमेरिका विरुद्ध नै रहनेछ नोभेम्बर 1 मा 11:15 र त्यस्तै चौथो खेल रहनेछ युएई विरुद्ध 11:15 मा नोभेम्बर 5 मा चाहिँ रहनेछ। यसरी नेपालले एकदमै महत्त्वपूर्ण खेलहरू खेल्नु पर्नेछ र यसपटकका खेलहरू जिते पश्चात नेपालले आफ्नो ओडिआई स्ट्याटस पनि बचाउनको लागि यसले एकदमै महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले नेपालले अहिले ओडिआई अन्तर्गतका खेलहरू जित्नै पर्ने एउटा दबाब रहेको छ र अवश्य पनि नेपाल अहिले एकदमै फर्ममा छ। T20 वर्ल्ड कप प्रवेश गरिसक्यो र अब नेपाल क्रिकेट टिमले 2027 को वर्ल्ड कपमा पनि आफूलाई दावेदारी घोषणा गर्नेछ र अब के कस्तो हुन्छ लाइभ कहाँ हेर्ने सम्पूर्ण बारे चाहिँ केही पनि जानकारी छैन। त्यसैले अफिसियली रूपमा चाहिँ हामी जानकारी प्राप्त पाएपछि चाहिँ तपाईहरुलाई बताउने नै छौँ। बाँकी जानकारीको लागि च्यानलमा जोड्दै गर्नुहोला। धन्यवाद।